लु म चाहिँ नाकीमा अचार लाउनु आँटेँ लाउनुको लागि रेडी यहाँ यति काटिरहेको छु यो नाकीमा अचार लगाएर राख्नुपर्छ अन सिजनमा खानुपर्छ भनेपछि खाऊ न खाना खालो हो खाना खाएर काम गर्नु सक्छ भने त खाना खानु हुन्छ नि म चाहिँ खाना खाएपछि पुरा अल्छी लाग्छ खाना खाएर काम गर्नु अल्छी लाग्छ त्यसले गर्दा अगाडि खानु काम गरिसकेर मात्रै खाना खानुपर्छ यस फेरि त्यस्ता पछाडि बाहिर बसेर ड्याङ्गी दिन थाल्यो त मैले चाहिँ कफी र 2टा बिस्किट खाएँ डल्ले खोर्सानी पनि छ डल्ले खोर्सानी र नाकीमाको अचार लगाउने भोलि पर्सि सिजन सकेपछि खानुपर्छ मिठो हुन्छ मिठो खानु कहाँ सजिलो छ हो साथीहरू खोर्सानी काट्दा हात कति पोल्छ यसरी काटेर लगायो भने चाहिँ यो डल्ले खोर्सानीको भित्र मसला पस्छ कि अन्त एकदम मिठो हुन्छ कस्तो घाँटीमा के अल्झ्यो क्या ठग गर्ने हो